धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू आदरणीय यस पोइजो पसल परालीको 11औं वार्षिक उत्सव समारोहमा मैले सम्मान कार्यरत सम्पूर्ण कर्मचारीहरू यस कार्यक्रममा उपस्थित भएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी र कृषि क्षेत्रमा सहकर्मी कृषकहरू नमस्ते। म कलेक्टर रिता राकसपति कलेक्सन सेन्टर गुल्मीदेखि सर्वप्रथम त मलाई यो गरिमामय मञ्चमा आफ्नो भनाइ राख्ने अमूल्य समय दिनुभएकोमा आयोजक पोइजो पसल पराली प्रति हार्दिक आभार र आफ्नो मन्तव्य राख्ने अनुमति चाहन्छु। आज हामी पोइजो पसल परालीको 11औं वार्षिक समारोहमा उपस्थित हुन पाउँदा हामी सम्पूर्ण कृषक हर्षित भएका छौँ। हामी क्षेत्रको 2 पल्टीको धाव गुल्मीका कृषकहरू यस पोइजो पसल परालीको स्थापना कालदेखि यस संस्थामा जोडिन नसके पनि विगत 2 वर्षदेखि निरन्तर सहकार्य गर्दै आएका छौँ र आगामी दिनहरूमा पनि निरन्तरता दिने नै छौँ। गुणस्तरीय सेवा, उचित मूल्य बजार व्यवस्थापन, कृषक सन्तुष्टि र स्थानीय उत्पादनको प्रबन्ध गर्दै यस संस्थाले आज कृषकहरूको विश्वास जित्दै पहिचान बनाउँदै 11 वर्ष हामी कृषकहरूलाई कुनै न कुनै क्षेत्रबाट गर्नुभएको तपाईँहरूको अमूल्य सहयोग योगदानको हामी सधैँ कदर गर्नेछौँ। उन्नत बिउ वितरण, तालिम, परामर्श